हेलो गाइस, जोडले ल हामी चाहिँ अहिले धान काट्न सुरु छ। हामी धान काट्दै छौं यहाँ इसिएर हिलोमा। ल हेर्नु खुट्टाको गति यस्तो हुन्छ उ। ल हेर गाडेको ल साथी त मान्छे अनि उता बोकिराखा मान्छेले चाहिँ अहिले मेसिन पनि लाउँछ एकछिनमा। ल यहाँ चाहिँ सरन दाइले भारी हाल्दैछ। अबि नगर्नु न, नगर्नु न। ल हेर ल अहिले भारी बोकिरहेछ है। मैले भिडियो बनाएको एकदम डाँडा चलिरहेको रहेछ। ल हेर पसिनाको धारा ल हेर्नुहोस् यहाँ। आम्मा मामा ल हेर दुःख हेर, कम दुःख छ त खाडीको धान। हेर्नुहोस् त यहाँ गाडेर। आम्मा साइली दाइले भारी बोक्यो है अहिले चाहिँ। ल उठ्यो 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 उठ्यो। ल धान चाहिँ पर लानुपर्छ। अहिले मिसिन आउँछ वहाँ पर हो धान चाहिँ त्यहाँ पर। लगभग अब चाहिँ धान भ्याउनलाई अब अलिकति छ। घाम यस्तो लागेको छ। हेर्नु यहाँ खाडीको धान यस्तो हुन्छ। ल हामी चाहिँ खाजा खाँदैछौँ गाइस। चाउचाउ र डिउ धान चाहिँ यहाँ थुपाएको छ। यहाँनिर आउँछ ट्र्याक्टर चाहिँ टक्क अनि झार्छ यहाँ। आज कम दामी भएको छ तेरो। गाइस हाम्रो चाहिँ अब धान झार्नलाई मिसिन आयो। अब धान झार्न सुरु भयो। सापकोटा बाजे यहाँ आइरहनु भएको। हाम्रो खेतालहरू त्यता नि छ यता। वाउ कस्तो राम्रो मिसिन भएको। कलरै राम्रो के। ल गाइस म चाहिँ यहाँ चढेँ। धान झार्न चाहिँ सुरु भयो है गाइस। अब ल हालो हालो हालो। सुरु भयो। ल मैले यहाँ तपाईँ मैले परालो लगभग। यहाँ हेर्नुहोस् हिलो आमा पानीमा हेर्नुहोस् त यस्तो हुन्छ खाडीको धान भित्राउने बेलामा गाइस। धान चाहिँ यही हो। अरू चाहिँ बोकेर गइसक्यो 2-3 भारी चाहिँ। ल भ्यायो अब चाहिँ हातको बिजोक हेर्नु यहाँ। भिडियो हेरेर साथ सपोर्ट गरिदिनु होला। सब्सक्राइब गरिदिनु होला। लाइक कमेन्ट गरिदिनु होला। जानी नजानी सानोतिनो भ्लग हालेको छु। अब चाहिँ भ्लग सकिएको अवस्था।